ल देवले चाहिँ हन्टिङ पार्ट 2 आजको दुईटा हन्टरहरू खतरा खतरा चाहिँ हन्टर ल है हामी चाहिँ अब जङ्गलतर्फ छिरिसक्यौँ। अब यहाँ केटाहरूले पुरा खोज्दैछ। आज चाहिँ बबाल देवले च्याउ पाइन्छ कि भनेको। ल ल ल ल आजको च्याउ हन्टरहरू खतरा खतरा छन्। ल टन्नै छ नै खतरा चाहिँ यहाँ छ सबभन्दा। भन्ने नै ल्याउनु ल च्याउको पुरा हन्टिङ हुँदैछ। हाम्रो छन् हन्टर। ल जङ्गलै जङ्गल छ। च्याउहरू पनि अलि पाइँदैछ। ल पायो च्याउ पायो पायो च्याउ पायो च्याउ पायो। दामी दामी च्याउ छ यार। ल ए च्याउ ए छ है टन्नै छ। ल हाम्रो यो बोनी फर्स्ट। ल साथीले पायो 5-10 वटा। फेरि हल्का च्याउ पायौँ है। मजा मजा रहेछ है त्यहाँ ठुलो खालको कोपिला क्या। ल फेरि हल्का पायौँ है हामीले यहाँबाट। ल फेरि हल्का पायौँ है हामीले हल्का मात्रै। कोपिला छ लु यहाँ चाहिँ हल्का फक्रेको छ तर दामी छ यो पनि। ल ल फेरि कोपिला आमा ल कोपिला पायौँ है हामीले हल्का मात्रामा कोपिला फेरि। ल केटाहरूले यहीँ मजाले धमाधम निकाल्दैछ कोपिला। हामी चाहिँ 4 घन्टा हिँडिसक्यौँ अहिलेसम्म 4-5 केजी च्याउ पाइसक्यौँ। ल आजको म्यान अफ द म्याच देलो च्याउ हन्टर। हामी चाहिँ ल पोखरीको जङ्गलदेखि पनि मुनि आइसक्यौँ होइन। ल आजको हाम्रो च्याउ हन्टिङ यही नै सकिएको छ। अब हामी घरतर्फ लाग्दैछौँ। आजको 2जना च्याउ हन्टरहरू खतरा। उहाँहरूले कम्तीमा 5.5 केजी च्याउ पाइसकेको छ।